हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल अगेन। आज चाहिँ मैले हजुरहरूको सामने छोटो मिनी भ्लग लिएर आएको छु, जुन चाहिँ बुर्जुमान मल घुम्नु गएको। आज चाहिँ मेरो साथी आएको थियो आफ्टर लङ टाइम। हामी चाहिँ पहिला सँगै रुममेट थियौँ, सँगै बस्थ्यौँ। अनि अहिले चाहिँ म छुट्टै बस्छु, अलि टाढा बस्छु। त्यसैले अहिले चाहिँ हामी डेली भेट हुँदैन। अनि उसको पनि ड्युटी हुन्छ, मेरो चाहिँ अहिले फिलहाल काम छैन, यतिकै बसिरहेको छु। अनि हाम्रो भेट चाहिँ आफ्टर लङ टाइम भएको थियो। अनि ऊ चाहिँ ड्युटी सकाएर आएको थियो, किनभने भोलिपल्ट उसको छुट्टी थियो। त्यस पछाडि ऊ आयो, अनि त्यहाँ पछाडि कति पछि भेट भएको, बाहिर जाउँ न त अलिकति रिफ्रेस भएर आऊँ भनेर भन्यो। अनि त्यहाँ पछाडि कहाँ जाने त, नजिक अब राति भइसकेको थियो कि, यो चाहिँ इभिनिङ टाइममा हो। अनि यतिखेर अब कहाँ जानु टाढा त भनेर फेरि हामी चाहिँ यहीँ नजिकैको बुर्जुमान मल गयौँ। अनि त्यस्तै त। अनि साथीहरू, केटी मान्छेहरू आफ्टर लङ टाइम पछि भेट भएपछि धेरै जस्तो फोकस फोटो खिच्ने, भिडियो बनाउनेमै हुन्छ। हामीहरू पनि घुम्दै घुम्दै फोटो लिँदै, फेरि एकअर्काको फोटो लिँदै, फेरि मन पर्दैन फेरि खिच्दै, फेरि भएन भन्छ फेरि लिँदै गर्दै, यसरी घुम्दै घुम्दै बुर्जुमान पुरा घुम्यौँ। अनि यतिकैमा चाहिँ हामी एक साइडमा पुग्यौँ। यहाँ चाहिँ हेर्नु न कस्तो राम्रो रहेछ के। अनि त्यहाँ पछाडि यो देखेर साथीले चाहिँ ओहो हेर न कस्तो राम्रो ठाउँ, यहाँ खिच्ने फोटो भनेर भन्यो। अनि ल अन्त भनेर फेरि हामी यतातिर लाग्यौँ। अनि यहाँ पनि बसेर हामीले चाहिँ एउटा दुईवटा टिकटकहरू बनायौँ साथीहरू। अनि सबै फोटो भिडियोहरू लिए पालै एकअर्काको। अनि त्यहाँ पछाडि उतापट्टि साइडमा चाहिँ त्यसको कर्नरमा चाहिँ बुर्जुमान लेखेको देख्यौँ। अनि त्यहाँ पछाडि साथीले चाहिँ त्यहाँ जाउँ न, त्यहाँ फोटो खिचौँ, भिडियो बनाऊँ भनेर भन्न थाल्यो। अनि त्यहाँ पछाडि चाहिँ हामी चाहिँ ल हुन्छ भनेर नि त्यतातिर गएँ। अनि मैले साथीलाई भने तिमी जाऊ न, पहिला म तिम्रो खिचिदिन्छु भने। अनि ऊ गयो, मैले उसको भिडियो बनाइदिएँ। त्यस पछाडि उसले मेरो बनाइदियो। अनि त्यहाँ पछाडि चाहिँ म र मेरो साथीको बनाइदिन्छु, तब दुईजनाको बनाएँ। अनि त्यहाँ पछाडि हेर्नु न डान्स गरेको हामीले त्यहाँनिर, तब दुईजना डान्स गर्नु रे। अनि हेर्नु न हाम्रो डान्स बल्ल गरेर यति चाहिँ गऱ्यौँ। त्यहाँ पछाडि तल गयौँ अर्को फ्लोरमा। अनि माथिबाट के तल हेर्दाखेरि एउटा इन्डियन सप देखिरहेको थियो कि, कस्तो राम्रो सुटहरू अनि उयोहरू रहेछ कि, इयररिङहरू रहेछ। अनि जाउँ न त्यहाँ हेर्नु जाउँ भन्यो। अनि ल जाउँ भनेर अनि गयौँ होइन। अनि त्यहाँ पछाडि चाहिँ अनि हेर्नु न साथीहरू, म चाहिँ सबैभन्दा पहिला छिटो कुद्दै गएको के, बाटो देखाएको अरे कि मैले चाहिँ। त्यहाँ पछाडि गयौँ यहाँनिर। अनि त्यहाँ पछाडि हेर्नु त यहाँनिर कुर्तीहरू थियो अनि इयररिङहरू थियो। अनि मेरो साथीलाई चाहिँ यो सिम्पल खालेको सानो टप मन पर्यो भनेर भन्दै थियो। अनि हेऱ्यौँ। त्यहाँ पछाडि हामीले चाहिँ टन्नै फोटो भिडियोहरू लियौँ। त्यस्तै त। अनि साथीहरू, अब आफ्टर लङ टाइम साथीभाइहरू भेटे पछाडि फोटो नलिने, टिकटक नबनाउने त कुरै हुँदैन। अनि मेरो पनि टन्नै फोटो भिडियोहरू बनाइदियो साथीले, अनि मैले पनि बनाइदिएँ। हेर्नु न यति घुम्दा कति राति भइसकेछ। हामी चाहिँ छिटो यता आयौँ, यति भोक लागिसकेको थियो नि। अनि आउने बित्तिकै चटपटे पानीपुरी खाएँ। पानीपुरीको चाहिँ फोटो लिनै बिर्सेछ। अनि चटपटे पानीपुरी खाइसकेपछि पिरो भयो। त्यो पछाडि हामीले आइसक्रिम खाएँ। यसरी हाम्रो मिनी भ्लग सक्यो साथीहरू। बाई बाई, सी यू इन नेक्स्ट भिडियो।